नमस्ते साथीहरु, यहाँनेर चाहिँ अहिले बिहानको 7:15 गइसकेको छ। म बर्लिन सिटीमा छु, जर्मनीको राजधानी, र बी फर बर्लिन टु बी फर बेल्जियम ट्रेनको यात्रा आज गर्न गइरहेको छु। करिब त्यो ट्रेनको यात्रा मेरो 10.5 घण्टाको रहनेछ र मेरो ट्रेन चाहिँ यहाँ 7:20 मा आउनेछ। त्यतिन्जेल तपाईहरुलाई म मेरो जर्नीको पहिलो यो स्टेप छोटो भिडियो क्लिप लिएर तपाईहरुलाई स्वागत गर्न चाहन्छु। स्वागत छ मेरो भिडियोमा तपाईहरुलाई। साथीहरु, साँच्चै यो चोखो मनलाई साँची राखेर नढाँटी भन्नुपर्दा नेपालको सबैभन्दा ठुलो चोक र सबैभन्दा ठुलो गल्लीहरू न्यू रोडमा हिँडेको अनुभव बाहेक मसँग अरू थिएन। म यहाँ जर्मनी आएको 1 वर्ष करिब भयो। त्यसो हुँदाखेरि यस्ता ट्रेनका स्टेसनहरू मेरो लागि एकदमै नौलो भयो। अब म बस्ने चाहिँ लान्सबर्ग आली हो, जुन यहाँ माथि देखिरहनु भएको छ। यहाँबाट चाहिँ रिङ रोड ट्रेन कुद्छ। यहाँबाट करिब 10 मिनट उता बस्छु म, त्यहाँबाट म यहाँ आएको र मेरो ट्रेन मेरो विचारमा आयो जस्तो छ। यो ट्रेनबाट म जानेछु। तपाईहरुलाई बाँकी यो स्टेसनको विषयहरुमा तपाईहरुलाई म भन्दै जानेछु। कसैको लागि यो उपयुक्त हुन पनि सक्छ, तसर्थ मेरो भिडियोमै रहनु होला। धन्यवाद। ठ्याक्कै 7 बजेर के भन्छ नेक्स्ट स्टेसन चाहिँ देब्रेबाट छ र ओस्क्रेचको नि के प्यानो भन्दैछ। यताको अलिकति भन्दा पनि हाम्रो लागि अत्याधिक राम्रो लाग्ने चिज भनेको टाइम टेबल के। हुन त पहिला भन्दा यहाँ पनि डिलेहरू हुन थालेको रे, जनसङ्ख्याहरू बढेर। अब अहिले 7:20 भनेको थियो, 7:20 चाहिँ यो ट्रेन मुभ भयो के। त्यसले अघि अनाउन्स गरेको स्टेसनको नाम चाहिँ बर्लिन ओस्ट बानोफ रहेछ। यहाँनिर देख्न सक्नुहुन्छ र टाइम पनि 7:25 गएको छ। 20-25 मिनटमा ल्याइपुर्यायो। यसरी नै शेड्युल अनुसार ठक्कै एकछिन रोकिने अनि आवश्यकता परेको खण्डमा थोरै रोकिने। अब धेरैमा 2 मिनट 3 मिनट रोकिन्छ, नत्र फेरि मुभ भइहाल्छ। यसरी नै आवश्यकता अनुसार यहाँ चाहिँ स्टेसन बनाइएको हुँदो रहेछ। अब जहाँ पनि यसरी स्टेसन बनाएको हुन्छ नि, पारी अर्को ट्रेन आउँदैछ अनि आवश्यकता परेको खण्डमा माथि अर्को थप्ने। यहाँ माथि चाहिँ टप फ्लोर छैन। अब आवश्यकता परेको खण्डमा त्यहाँ डाउन फ्लोरमा जाने तपाईले बाटो देख्नुहुन्छ। मुनि पनि यस्तै स्टेसन छ। अब त्यहाँबाट कुन डिरेक्सनमा जाने, कता जाने। बर्लिन अलेक्जेन्डर प्लाज अर्को स्टेसन अनाउन्स गर्दैछ। देब्रे साइडबाटै झर भन्दैछ। अलेक्जेन्डर प्लाज चाहिँ यहाँको सबैभन्दा अस्तव्यस्त सबैभन्दा सेन्ट्रल एरियामा भएको भिआइपी होइन, बेजोड बिजी ठाउँ हो अलेक्जेन्डर प्लाज। कुनै बेला तपाईहरुलाई म देखाउँछु अलेक्जेन्डर प्लाजमा रोकिन्छ भन्दैछ। यसरी नै म 8 स्टेसन चढिसकेपछि म एस स्पान्डाउ भन्ने ठाउँमा पुग्छु। त्यहाँबाट चाहिँ म इन्टरनेसनल के भन्छ अरे चुक भन्न आउँछ के, चुक भन्छ नि त ट्रेनलाई। ट्रेनमा चढेर म मुभ हुनेछु बेल्जियमतिर। म चाहिँ साथीहरु स्पान्डाउ, बर्लिनको स्पान्डाउ भन्ने ठाउँमा आइपुगिसकेको छु। म आएको ट्रेन चाहिँ पछाडि रहेको छ। यो ट्रेनले डिस्टर्ब गर्यो। अब यहाँबाट चाहिँ यो स्टेसनबाट चाहिँ मैले चढ्ने ट्रेन भेट्नका लागि परबाट चाहिँ म तल्लो फ्लोरमा झर्नुपर्छ। त्यसपछि ठुला स्क्रिनहरू हुन्छ। त्यो स्क्रिनमा चाहिँ बर्लिनबाट बेल्जियमतिर मुभ हुने ट्रेन चाहिँ कुन हो र कुन प्लेटफर्मबाट चाहिँ चढ्नुपर्छ भन्ने इन्फर्मेसन हुन्छ। अब 40 मिनटसम्मसँग त्यो हेरेर त म चाहिँ अलिकति सेक्युर्ड पोजिसनमा गइहाल्नु पर्यो। ढुक्क हुन्छ नि त। लिटल बिट कन्फ्युज भएको अवस्था। म यहाँबाट आएँ। अब आउसगाङ भनेको छ, यहाँबाट चाहिँ बाहिर निस्किने ठाउँ भन्छ। हेरौँ मुनि कस्तो छ। म पहिला एकचोटि यहाँ त आएको थिएँ, के काम लियो मैले बिर्सेँ। अब यहाँ स्क्रिनहरू छ होला सायद। यहाँ मुनिको अवस्था। आउसगाङ भनेपछि त आउसगाङ भनेको त बाहिर निस्किने ठाउँ हो। यहाँबाट निस्क्यो। स्क्रिन त त्यहाँ देखिरहेको छु। ओके। 8 बजेर कति मिनट गएछ? 8 बजेर 3 मिनट गएर 1 मिनट गएछ, 4 मिनट। म लिटल बिट कन्फ्युज थिएँ। अब कन्फ्युज दूर भयो साथीहरु। म माथिल्लो तलमा आइपुगेँ। यो डिरेक्सनबाट आएको। म यहाँ तल झर्दैछु। अब तल झरेर चाहिँ फेरि यहीँको लोकल ट्रेनहरू चाहिँ जस्तै यहाँनिर यु लेखिरहेछ हो, त्यहाँ अब यो मुनि छ के जाने, त्यो डिरेक्सनहरूको लागि रहेछ। स्पान्डाउ चाहिँ यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ। मर्निङमा यस्तो छ। यो चाहिँ साइकलको लेन हो। साइकल चाहिँ यस्तो रातो गरेको ठाउँबाट चढ्दो रहेछ, कुद्दो रहेछ। यो साइकलको लेनमा चाहिँ यता
अनि यता हेरेर चाहिँ क्रस गर्नुपर्ने, नत्र आएर फेरि मेरो राइट्स तैँले किन लिइस् भनेर चाहिँ डाङ्गै हानिदिँदो रहेछ। यो पार्कहरू हो बर्लिनमा चाहिँ, हरेक 1 किलोमिटरको अन्तरमा यस्ता ठुल्ठुला पार्कहरू जहाँ चाहिँ कुद्नको लागि, योगा गर्नको लागि, पुरा सुन्दर भ्यूहरू हेर्नको लागि उपलब्ध गराइएको हुँदो रहेछ। निकै फराकिलो हुन्छ, जुन चाहिँ मलाई अत्यन्तै मन पर्यो। हरियाली त यहाँ पनि छ नि त हौ, नेपालमा मात्र के भन्नु। र यहाँ त रुख बचा छ कसरी, साला यो रुखहरूको डायमिटर, यसको उमेरदेखि लिएर सबै कुरा सर्वे गरेर प्रत्येक एक महिनामा यसको रिपोर्ट राख्दो रहेछ। यहाँ चाहिँ लोकल सवारी साधनहरू, ट्रेनहरू, ट्रामहरू कता कति मिनटमा आउने सबै लेखिएको हुन्छ। म चाहिँ यो मुनि रहेको अघि मैले हेरेको चाहिँ लोकलको लागि रहेछ, त्योभन्दा अलिकति अर्को स्क्रिनमा मैले हेरेँ। म चढ्ने त्यहाँ आइसकेको छैन इन्फर्मेसन, 8:26 को सम्मको आएको छ, 8:40 को अझै आएको छैन। म हेर्छु त्यसपछि चढ्छु। अब स्टेसनहरू अघि मैले भन्दै थिएँ, अब म त न्यु रोडमा कुदेको मान्छे, अब प्रायः काठमाडौँमै अब आफ्नो विद्यार्थी जीवन हुर्काइयो। काठमाडौँको विषयमा भन्नुपर्दाखेरि सासाना चोकहरू देखेको, स्टेसन भन्छ के हो स्टेसन भने। तर यस्तो हुँदो रहेछ कि अब जस्तै यहाँनिर मुनि झर्नको लागि चाहिँ यहाँ दुलो राखेको हुन्छ, यो दुलोबाट छिरिसकेपछि पो दुनियाँ मुनि के, अब मुनि नै क्याफे स्याफेदेखि लिएर मुनि नै सबै चिजहरू हुन्छ। अनि आफू त त्यस्तो नदेखेको छक्क पऱ्यो, स्टेसन कस्तो होला भनेको त यत्रो लामो हुँदो रहेछ। अनि यस्तो स्टेसन त कति अब यो कति तलको हुन्छ। अनि यस्ता विकास भएका ठाउँमा मान्छेहरू बसेर चाहिँ नेपालभन्दा 100औं युग अगाडि जिरहेको रहेछ। हामी चाहिँ एउटा केपी ओलीले सेतो टावर बनाएको थियो, विकास गरेको देखेनस् केपी ओलीले भन्छ झेक्ने। अघि मैले त्यहाँ बाहिर बसेर भिडियो खिचिरहेको थिएँ, अनि मैले लोकल स्क्रिन चाहिँ त्यहाँ हेरेँ क्या त्यहाँ। तर यहाँ रहेछ म चढ्ने चाहिँ यो प्लेटफर्म 3 बाट आछेन हाफानुफ 8:40 को छ, यहाँबाट चढ्ने हो। अब ब्रेड किनिन्छ यहाँनिर, कहाँनिर छ, यहाँनिर छ एउटा, वरिपरि देख्न सक्नुहुन्छ तपाईँहरू। यहाँ पनि लोकल ट्रेनहरूको विषयमा लेखिएको छ। यहाँ मान्छेहरू म जस्तै यात्रा गर्नको लागि धेरै मान्छेहरूको भिडभाड सुरु हुँदैछ। म चाहिँ यहाँ तलबाट आएँ, प्लेटफर्म नम्बर 3 यहाँ देख्न सक्नुहुन्छ, यहाँबाट अब चढ्ने हो। मेरो स्क्रिनमा डिटेल चाहिँ तल पर देखाइएको छ, यहाँ 8:40 को ठ्याक्कै देखाइरहेको छ। अब ट्रेन आउँछ, त्यो ट्रेनमा चढेर जाने हो। त्योभन्दा अगाडि खाजा मैले एउटा ब्ल्याक कफी र एउटा रुकोला भन्ने किनेको छु। यो दुईटाको 8.5 युरो तिर्यो। अब 8.5 युरो इन्टु 165 गर्दा कति निस्किन्छ त्यति नै हुन्छ नेपालीमा। सो एक्सपेन्सिभ यार। 4 घण्टाको यात्रापछि हामी यो ट्रेन स्टेसनमा आएका छौँ। यो चौथो ट्रेन स्टेसन हो। करिब 4 घण्टाको यात्रापछि हामी यहाँ आइपुग्यौँ। 7:04:11 हामी यो डिरेक्सनबाट आएर टक्क यता हुँदाखेरि यहाँ आइपुगेका छौँ। सबैजना ट्रेनबाट ब्रेक लिएको छ 10 मिनटको। यो ट्रेनको लास्ट डब्बा 9th डब्बामा म छु। यताबाट चाहिँ अर्को ट्रेन फेरि हाम्रो पछि आउँदैछ भन्ने एनाउन्स भयो कि ट्रेनको स्पिड कति हुन्छ यता आउँदैछ पर। अबि डर लाग्दो रहेछ छेउबाट त।